आज हामी जानेवाला छु हाम्रो केपी ओलीको घरमा। हल्का रमाइलो त भइहाल्छ नि। आज म जानेवाला छु बालन शाहको घरमा र बालन शाहको घरमा जाँदा केपी ओलीको गाडी आएर केपी ओलीको गाडी चुई आकाशमा उडेर भुवा त खस्यो। अनि म सोचे म अब पक्कै पनि जेल जानुपर्छ 10 वर्षको लागि भन्ने त थिएँ, तर के गरौँ केपी ओली उल्टै जेलमा छ। अब चाहिँ धेरै गफ नलाएर आफ्नो भाले बसमा चढिहालौँ। ल साथीहरू, हाम्रो प्यारो भाले बसमा चढिहाल्यो। हेर्न सक्छ यो भाले बसको कलर चाहिँ रेड, व्हाइट, ब्ल्याक, येलो, ब्लू यताउति सबै कलरको रहेको छ। हेर्न सक्छ रेनबो कलर भनिहालौँ, तर रेनबो कलरमा चाहिँ ब्ल्याक कलर हुँदैन र यसको चाहिँ यो सिसाहरू ब्ल्याक छ। र धेरै इन्तजार नगरौँ, यही गाडीले केपी ओलीको गाडीलाई ठोकेर केपी ओलीलाई पच्चकै घाँटी साटीमा मोही खाइदिने है साथीहरू, मोही खाइदिने। अब मोही खाइदिनु भने के हो तपाईँ थाहा नै होला। अब बाटोको यता र उता हेरौँ र यो गाडी जानलाले चाहिँ यसलाई अगाडि जान दिउँ, नत्र हाम्रो बालन शाहले जेल हाल्छ। रुल्स फलो नगरे पनि हाम्रो बालन शाहले जेल हाल्नु भइहाल्छ, अब के गर्न सक्छ। हामी बालन शाहको घरमा जानेवाला छौँ र बालन शाहको घरमा जाँदा अब के गर्न सक्छ साथीहरू, बालन शाहको घर जाँदा चाहिँ यो गाडीहरू एकदम सही सलामत लग्नु पर्नेछ। यदि हल्का पनि दायाँ बायाँ भयो भने ठोकिहाल्छ, झन् ठोकिन लागेको थियो साथीहरू। हल्का पनि दायाँ बायाँ भयो भने यो गाडी के यताउति भयो भने मलाई जेल हाल्छन् साथीहरू। अब के गर्न सकिन्छ साथीहरू, मलाई जेल हाल्नुहुन्छ हाम्रो बालन शाहले। अब हाम्रो बालन शाह पढा लेखा मान्छे, यति केही भयो भने बुझिहाल्नुहुन्छ। हेर्न सक्छ आउन चाहिँ ठोकिन लागिसकेको थिएँ। मेरो मुटुको धड्कन पनि 120 भन्छु 520सम्म पुगेको थियो। हेर्न सक्छ अघि पछि यताउति गरी हेर्न सक्छ यो नजर चाहिँ एकदम ब्युटिफुल रहेको छ। अब के गर्न सक्छ साथीहरू, बालन शाह चाहिँ एकदम हरियो नजारा, गाउँ ठाउँमा बस्ने मान्छे, हामी सहरमा बस्ने मान्छे। तर यो अघिको घर हेर्न सक्छ सेम मोटु पातलुको जस्तै छ। हेर्न सक्छ मोटु पातलुको जस्तै छ कि नै साथीहरू। हेर्न सक्छ यो त मोटु पातलुको सेम टु सेम त्यस्तै छ। हेर्न छतहरू यताउति अलि गर्दै हिँड्दै जाम मोटु पातलु डक्टर झर्ता यताउति अझै कतिवटा आउँछन् कतिवटा साथीहरू। यो बाटो चाहिँ एकदम भिरालो उरालो यताउति छ। हेर्न सक्छ अफरोड चाहिँ छैन है साथीहरू, चिल्लो बाटो छ। अब के गर्न सकिन्छ थाहा छ, यो चाहिँ डक्टर झट्का हो कि त्यही मोटु पातलु जस्तो छ किराना आइटमको। यो बाटो चाहिँ किन यति राम्रो छ थाहा छ, यो बालन शाहको घर जाने बाटो त हो, त्यसैले पिच रोड बनेको छ। अब हाम्रो यहाँ चाहिँ धान रोप्दा मिल्दछ। अब बर्खाको मौसम हो यो, अब बर्खाको मौसममा यहाँ धान रोप्ने बेला भइसक्यो बाटामा, किनकि बाटो यस्तो कच्ची छ, धान रोप्दा मिल्दो छ। अब के गर्न सकिन्छ साथीहरू, बाटो लास्टै कच्ची छ क्या हाम्रो गाउँको। अब के गर्न सकिन्छ साथीहरू, हजुरलाई पनि धान रोप्न मन लाग्छ या धान रोप्न सिक्नु मन छ भने हाम्रो गाउँ ठाउँमा आउनुहोला र धान रोपिदिनु होला, ताकि हामीलाई पनि सहिलो होस् र हजुरलाई पनि सहिलो होस्। हामीलाई झन् सहिलो हुन्छ तर हजुरलाई झन् सहिलो हुन्छ, किनकि हजुरले पनि आफ्नो घरको बाटोको अगाडि धान रोप्न सक्छ। हेर्न सक्छ पानीको नाम लिँदै पानी परिहाल्यो साथीहरू। अब पानी पऱ्यो भने यो बाटो झन् चिप्लो हुनेवाला छ। अब चिप्लो भयो भने त यो गाडीको टायर लरक्क लर्केर ठोकिहाल्ने कुरो त भइहाल्यो साथीहरू। यो गाडीको टायर लास्टै लर्किन्छ कि। अब के गर्न सकिन्छ, यस्तो चिल्लो बाटो छ, लरक्क लर्किहाल्छ। हेर्न सक्छ अहिले चाहिँ पानी परिसकेको छ। हेर्न सक्छ आधी जति खेत डुबिसकेको छ र हरियो खेत छ, हरियो वन छ, रुखै रुख छन्। अब हाम्रो मन्जिल चाहिँ एकदमै करिब रहेको छ। मन्जिल यताउति मन्जिल त नै, मन्जिल भने केटाको नाम हो चाहिँ है साथीहरू, केटीको नाम होइन, मन्जिल भने केटाको नाम हो। हाम्रो मन्जिल चाहिँ एकदमै करिब आउन लागिसकेको छ। अनि यहाँ केपी ओलीको गाडी पनि आउँदैछ। हेर्न सक्छ हाम्रो मन्जिल र केपी ओलीको गाडी एकसाथ आउँदैछ र केपी ओलीको गाडी चुइँ उडेर भात तल खस्यो। अब के गर्न सक्छ, हेर्न सक्छ पुरा एक्सिडेन्ट भइसकेको छ। अब के गर्न सक्छ फटाफट गाडी भगाइहालौँ। यदि गाडी नभगायो भने फेरि केपी ओलीले जेल हाल्छ क्या, हामीलाई जेल हाल्छ। त्यसैले गाडी भगाइहालौँ र हाम्रो बालन शाहको घर आउन लागिसकेको छ। अब के गर्न सक्छ साथीहरू, हाम्रो बालन शाह एकदम कडक हुनुहुन्छ। अब त्यसले हाम्रो गाडीलाई हेर्नुपर्छ, थाहा पाइहाल्नुहुन्छ हाम्रो गाडी चाहिँ कुचिया होला सायद। अब अहिले चाहिँ ढिला नगरेर गइहालौँ। हेर्न सक्छ यो चाहिँ पशुपतिनाथ मन्दिर हो जस्तो लाग्छ मलाई। अब काठमाडौँमा मन्दिर छन्। अब के गर्न सकिन्छ साथीहरू, अब हेर्न सक्छ बालन शाहको घर पनि आउन लागिसक्यो त नै आइसक्यो भनौँ। हेर्न सक्छ ऊ हित्ती छ त, यिनी गाडीहरू हित्ती किन अड्या छन्, अरे म त बिर्सेँ हाम्रो बालन शाहको घर हो त हो। त्यसैले अब बालन शाहको अब यताउति सामानहरू लोड गर्नु पर्यो त हो। हाम्रो बालन शाहको लागि पैसा टन्न राख्नु पर्यो, पैसा यिनी बस ट्रकमा राख्नु पर्यो। अब भइहाल्छ नि बसहरू अगाडि बालन शाहको घरमा। हेर्न सक्छ हाम्रो बालन शाहको घरबाट बाहिर झरिसक्यो र हाम्रो बालन शाहको घरतर्फ लागिसक्यो।
तर्फ त लागेको छैन। हिती आइसक्यो, यो गाडी चाहिँ अचानक गायब भइदिइरहेका छन् हिती, खै किन हो। हेर्न सक्छ हाम्रो बालन शाहको घर चाहिँ एकदम बब्बारहेको छ। यो हरियो कलर हेर्न सक्छ, यो चाहिँ हाम्रो बालन शाहको घर होइन हो साथीहरू। यो हरियो कलरको हाम्रो होइन, बल्कि यो ब्ल्याक एन्ड व्हाइट हो कि कुन हो म थाहा पाएन, रेड जस्तो छ कि कलरै थाहा पाएन साथीहरू। यो हाम्रो बालन शाहको घर। अब मैले आफ्नो बालन शाहलाई म बोलाउने छु र बोलाएर त्यसलाई भन्नेवाला छु, हेलो बालन शाह, मेरो युट्युब च्यानललाई लाइक र सब्सक्राइब गर्नुहुन्छ कि नै? ल हेर्न सक्छ बालन शाह चाहिँ अहिले हुनुहुन्न रे। त्यहाँ चाहिँ हाम्रो प्यारो केपी ओलीको घर जानुभएको छ अरे। किन थाहा छ? त्यहाँ अघि मैले गाडीलाई भुइँक ठोक्दा थिएँ त हो, त्यही केपी ओलीलाई हल्का चोटपटक लागेको रहेछ। चोटपटक हामीले त्यत्रा जनताहरूलाई मारेर केही लागेन हामीलाई, तर त्यसलाई पनि चोटपटक लागिएछ र त्यो बुढो अझै जिउँदै रहेछ अरे साथीहरू। अब के गर्न सक्छ, अब जिउँदो छ भने। अब रमाइलोको लागि यो भिडियो चाहिँ कोहीलाई ठेस पुऱ्यो भने माफ गर्नु होला। आजको लागि चाहिँ यति नै।